पूर्वी पहाडी जिल्ला पाँचथरको मेक्लाजुङ गाउँपालिकामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन लाग्ने गर्छ। परम्परागत यो मेलाको सुरुवात आजभन्दा 9 दशक अघि विक्रम सम्वत 1988 सालदेखि यहाँको फुङसिङ मन्दिरमा पूजाआजाबाट भएको हो। तर मेला भने विक्रम सम्वत 1992बाट लाग्न सुरु भएको थियो। विशेष गरी पूर्वमा बसोबास गर्ने लिम्बू समुदायको धान नाच, च्याब्रुङ नाच, पालाम, राई समुदायको साकेला आदि परम्परागत सांस्कृतिक नृत्यहरू यो मेलाको मुख्य आकर्षण हुन्। यससँगै यसको अर्को आकर्षण भनेको यो मेलामा हुने विभिन्न खेलकुदका कार्यक्रमहरू पनि हुन्। यो मेलाको सुरुवातकर्ता हुन् बिचासिङ चेम्जोङ। उनी पछि मेलालाई निरन्तरता दिने काम उनका छोरा ख्यालमान सिंह चेम्जोङबाट भयो। त्यसपछि ख्यालमानका छोराहरूले सो जिम्मेवारी पुरा गरे। सो क्रम चल्दै हाल भङ्गत चेम्जोङको नेतृत्वसम्म आइपुग्यो। यो फुङसिङ मेला थालेको अथवा यो सुरुवात देवस्थलले पूजा गर्न सुरु गरेको चाहिँ 1890 देखि मेला सुरु भएको चाहिँ 1992 देखि सुरुवात भएको हो। अनि यो सुरुवात गर्ने चाहिँ बिचासिङ चेम्जोङ हुँदै ख्यालमाल चेम्जोङ र उहाँको छोराहरू र अहिले मेरो जिम्मामा छ होइन। अहिले हामी यहाँ साथीहरूसँग सबैको बुवा मिसाएर पूजा गर्ने चलन छ। चेम्जोङका अनुसार फुङसिङ मन्दिरमा बलि चढाइँदैन। मन्दिरको स्थापना कालदेखि नै त्यहाँ बलि चढाउने परम्परा नरहेको उहाँ बताउनुहुन्छ। तर बलिको सट्टा खुकुरी चढाउने यहाँको पुरानो मान्यता अझै कायमै रहेको छ। यहाँ पाँचथर, इलाम, तेह्रथुम, धनकुटा लगायतका आसपासका जिल्लाहरूबाट विशेष गरी युवा युवतीसँगै बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति हुने गर्दछ। यो मेला लाग्ने समयमा वसन्तको उन्मादले भरिएको हुँदा यहाँको दृश्य नै आनन्दित पार्ने किसिमको हुन्छ। मेला घुम्न आएका युवा युवतीहरू पालाम गाउँदै, धान नाच्दै, मनका कुरा तथा माया प्रेम साटासाट गर्ने गर्दछन्। वरपरका डाँडा काँडामा प्रेमिल जोडीहरू भरिभराउ देख्न सकिन्छ। पछिल्लो समय युवा युवतीहरू घट्दो क्रम बढिरहेकोले पालाम गाउने, साकेला नाच्ने कमै देखिन थालेका छन्।